ल भन्छ हजुर मेरो नाम शङ्खपाल राई हो। मेरो चाहिँ यो सखेवामा मन्दमटेलमा रदुङ खाजा घर छ। यो रदुङ खाजा घरमा आउने आगन्तुक वर्गहरूलाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद छ। मैले सुविधा आगन्तुकलाई सुविधा दिनु सकेसम्म म सुविधा दिलाउँछु। नसकेकोमा सुविधा दिन नसकेकोमा म आगन्तुकहरूलाई सँग क्षमा माग्छु। धन्यवाद। बुवाले हामीलाई त्यति भन्नुहुँदै मलाई एकदम खुसी लागेको छ कि उहाँले अहिलेसम्म जहाँसम्म आफूले भ्याएसम्म सक्दो आगन्तुकलाई, किन हिजोको पानीको बर्सातको झरीमा म सँगसँगै आउनुभएका दाजुहरू हुनुहुन्थ्यो, उहाँहरू चाहिँ दिक्तेलै पुग्नुभयो। तथापि मेरो दाजु र म चाहिँ यो झाडीमा बसेर यहाँको बुवाको मात्रै नभएर यहाँको मन नै यहाँ ठाउँ नै लोभ्याएर गर्दाखेरि म यहाँ आएको छु। र बुवा र आमाले हामीलाई एकदम सेवा सुविधा दिनुभएको छ। बुवा आमालाई एकदम धन्यवाद दिन चाहन्छु। र मेरो साथीभाइहरू तपाईँ जहाँ भए पनि यस ठाउँमा घुम्न आउनु एकदम अनुरोध गर्छु। बुवाले केही हुन्छ अन्तिममा? अन्तिममा आउने आगन्तुकहरूलाई म मेरो तर्फबाट स्वागत गर्दै सेवा सुविधामा म तत्पर रहनेछु। धन्यवाद। थ्याङ्क यू। हाइट यता यतै चन्द्रमा डुब्न आँटो है। सस्ता यो डुबो 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 डुबो। हेर्नु है, हेर्नुहोस् तपाईँले चन्द्रमा डुब्न लाग्यो है। हो देखिँदै हुनुहुन्छ। ल हेर्नुहोस्, ल कति सजिलो अहिले डुब्न आँट्यो है। त्यसले बादलले ढाक्दैछ है। कति मजाले बादलले ढाक्यो हेर्दै। यहाँबाट हजुरको पुरै चारपट हिमालहरू देखिन्छन्। तर आज मौसमको कारणले गर्दाखेरि हामीले हिमाल चाहिँ देख्न पाएका छैनौँ है। अलिक दुःख लाग्दो कुरो, मौसम अलिक सफा छैन है। हेर्नुहुन्छ सबैतिर आकाश बादलले ढाकिएको छ। यसरी गाडीको हालत यस्तो भएको रहेछ। आफ्नो त पानी आएको थियो, ठुलै आएको थियो। त्यो पनि यस्तो भएछ है हजुर। ल